पहिला सुरु हाम्रो बिडिएस इन्टरनेसनललाई बेस्ट विसेस भन्न चाहन्छु कङ्ग्रेचुलेसन्स सबै टिम मेम्बर उहाँलाई पनि मैले बधाई भन्न चाहन्छु एकदमै प्रिमियम हाम्रो मोबाइल ल्यापटपहरू सबै यहाँ पाइन्छ भन्ने सुनेको छु मैले अनि हामी इएमआईमा पनि गर्ने 40% डाउन पेमेन्ट 0% इन्ट्रेस्ट रेट 0% सर्भिस चार्जमा यहाँ सम्पूर्ण मोबाइलहरू ल्यापटपहरू सबै जेनरल प्रडक्ट्सहरू एकदमै जेनरल प्रिमियम मोबाइलहरू देखिरहेको छु मैले आइफोनदेखि लिएर भिभो सबै देखिरहेको छु मैले एकदमै राम्रो राम्रो फोनहरू देखिरहेको छु र हाम्रो स्टोर यो चाहिँ केएल टावरमा छ सो तपाईँहरूलाई एकदमै राम्रो मोबाइल चाहिएको छ जेनरल प्रडक्ट्सहरू चाहिएको छ भने यहाँ आउनु सक्नुहुन्छ होइन हाम्रो जीवनमा त मोबाइल एकदमै ठुलो भूमिका तपाईँकोमा चाहिँ के छ तपाईँले मोबाइल किन्दाखेरि चाहिँ अब ब्याट्रीहरू हुन्छ कि फिचर्सहरू हुन्छ कि कस्तो खालको चाहिँ मोडलको चाहिँ मोबाइल किन्नुहुन्छ जेनरली अब हामी म जुन फिल्डमा छु त्यहाँ ब्याट्री पनि उत्तिकै आवश्यक पर्छ र क्यामेरा क्वालिटी पनि उत्तिकै आवश्यक परिरहेको हुन्छ त्यही भएर म धेरै जस्तो चाहिँ क्यामेरा ब्याट्री नै हेरेर आउँछु मैले अहिले बोलिरहेको छु आइफोनभन्दा विकल्प यहाँ त धेरै छ नि एकदमै धेरै छ धेरै अप्सनहरू देखिरहेको छ अब मैले उहाँलाई नै डिस्कस गरेर उहाँसँग सजेसन लिएर नै लिन्छु होला लियो भने आइफोनको पनि यहाँ भेरिएसन स्थापनामा तपाईँले आइफोन पनि लिन सक्नुहुन्छ यहाँ आउने ग्राहकहरूलाई के भन्न चाहनुहुन्छ यहाँ आउने ग्राहकहरूलाई चाहिँ मैले अब स्टोरहरू हेर्दाखेरि एकदमै राम्रो स्टोरहरू माथि पनि छरेको छ स्टाफहरू पनि एकदमै फ्रेन्डली जस्तो लाग्यो मलाई अघि हामी प्राइभेटलाई पनि रमाइलो क्षण भएको थियो केही टाइमको लागि चाहिँ सो स्टाफ मेन कुरा चाहिँ कस्टमर्सहरू आइसकेपछि चाहिँ कस्तो बिहेभ गर्छ स्टाफहरूले भन्ने कुरा पनि हो प्रडक्ट्सहरू त अब मलाई यहाँबाट लिनु मलाई म अर्को ठाउँबाट लिन्छु भन्न सकिन्छ तर स्टाफले चाहिँ कस्तो बिहेभ गर्नुहुन्छ कतिको वेलकमिङ हुन्छ स्टोर भन्ने कुरा पनि हुन्छ मलाई चाहिँ एकदमै वेलकमिङ नै लाग्यो अब मैले आफै उद्घाटन गरेको भन्ने हिसाबले त होइन तर साँच्चै नै जेनरली नै मलाई एकदमै वेलकमिङ र एकदम रमाइलो लागेको छ यहाँ इन्भाइरोमेन्ट र स्टोरहरू पनि एकदमै राम्रो छ मजाको छ ठुलो छ अनि त्यही हो बेस्ट विसेस दिन चाहन्छु हजुरहरूलाई र सबै ओके वर्षाजी जस्तो तपाईँ अहिले त आइफोन बोल्दै हुनुहुन्छ पहिलो मोबाइल याद गर्नुहुन्छ नोकिया नै मेरो नोकिया म्युजिक एक्सप्रेस भन्ने थियो मलाई अझै पनि याद छ त्यो किनभने मैले 3-4 दिन अगाडि मात्र पनि यो विषयमा कुरा गरेको थिएँ मेरो पहिलो फोन यो थियो अहिले कतिवटा फोन चेन्ज गर्नु भएर त्यो त बनेको छैन मैले त्यो चाहिँ अलिक गर्ने मौका पाएको छैन जुन नयाँ आउँछ त्यही बुझ्ने होला नि त होइन जुन नयाँ आउँछ भन्दा पनि अब अहिले हाल साल चाहिँ नयाँ नयाँ जस्तै हो अब फेरि नयाँ किन आयो भने किस्ताबन्दीमा म उहाँसँग लिन अब 20 जुलाई चाहिँ जस्तै आज यो बिडिएस इन्टरनेसनल प्राइभेट लिमिटेड यो प्रिमियम मोबाइल सोरुमको उद्घाटन केएल टावरमा गर्नुभएको छ वर्षाजीलाई नै मेरो चाहिँ यो बिडिएस मोबाइलको सोरुममा उहाँकै हातबाट रिबन काट्छु भन्छ हजुरलाई कसरी यो चाहिँ मलाई पनि सुन्नु मन लागेको प्रश्न हो ल भन्नुहोस् अब अलिकति फोनहरू चलाउनु त्यो गर्नेहरूको त्यो विशेषले चाहिँ अलिकति ब्याङ्कबाट अब सबै कुराहरूले गर्दा धेरै राम्रो छ त्यही विष्णुजीले दिलको कुरा भन्नु भएन भित्रबाट उहाँ पनि फ्यान हुनुहुन्छ त्यही भाउजू भएर भन्न पाउनु भएन परिकल्पना गर्न सक्नुहुन्छ कस्तो थियो होला लाइफ मोबाइल नभएको भएदेखि मैले 10 दिनसम्म चाहिँ मोबाइल नचलाएको विवासमा जाँदाखेरि गाह्रो पनि भएको तर मोबाइलको आवश्यकता चाहिँ त्यतिखेर किन हुँदो रहेछ जब आफूसँग मोबाइल बिग्रिरहेको हुन्छ जब हराइरहेको हुन्छ होइन त्यतिखेर चाहिँ बिग्रियो भनेर हतार 1 घन्टाभित्रमा गएर बनाइहाल्नु पर्ने गएर हो होइन म त किनिहाल्छु गएर नयाँ गएर किनिहाल्छु भन्ने चाहिँ त्यो जुन हुन्छ त्यतिखेर चाहिँ थाहा हुन्छ मोबाइलमा अहिले त बच्चादेखि बुढासम्म सबैको हातमा मोबाइल नै हुन्छ जस्तो लाग्छ मलाई पहिला हामी किताबहरू पढ्थ्यौँ होइन अहिले मोबाइल धेरै पढिन्छ मोबाइलबाट हरेक कुरा हजुर हजुर एकदमै
अब विष्णुजीलाई चाहिँ यहाँ चाहिँ यसको विशेषताहरू के हो पिडिएसमा आइसकेपछि के गर्न पाइन्छ होइन त्यसपछि अब अहिले यो ओपनिङको अवसरमा चाहिँ के सुविधाहरू दिनुभएको छ तपाईँले ग्राहक वर्गलाई त्यो पनि कुराहरू खुलाइदिनुहोस् न अब यस पिडिएसको विशेषता चाहिँ के हो भने यहाँनिर प्रिमियम मोबाइल प्रिमियम ल्यापटपहरू पाउँछ प्रिमियम एक्सेसरिजहरू पाउँछ होइन त्यो सँगसँगै अब के अरे हामीले इएमआईको सर्भिसहरू इएमआईमा हामीले 40% डाउन पेमेन्ट 60% लोन हुन्छ जसमा चाहिँ 0% इन्ट्रेस्ट रेट 0% सर्भिस हामीले सर्भिसहरू राखेका छौँ अब यो ओपनिङको उपलक्ष्यमा चाहिँ हामीले सम्पूर्ण कस्टमरहरूलाई हरेक फोन किन्दाखेरि इयरबड हामीले यहाँ माथि मुभी टिकट अनि त्यसपछि कभर टेम्पर ग्लास विभिन्न अफरहरू हामीले यहाँ लगाइरहेको छौँ सम्पूर्ण ग्राहकहरूलाई चाहिँ हामीले यो 7 दिनसम्मको लगाएको यो अफर चाहिँ 7 दिनसम्मको छ 7 दिनको लागि चाहिँ कस्टमरहरूले जति लिनुहुन्छ एक्सरिजहरू लिनुहुन्छ उहाँहरूलाई हामीले अफर लगाइरहेको छौँ अब यहाँ चाहिँ हाम्रो स्पेसल भनेको चाहिँ प्रिमियम सिरिजहरू अनि प्रिमियम फोनहरूलाई चाहिँ अलिकति राम्रो तरिकाले इएमआई गरेर अब यहाँ सस्तोबाट हुन्छ नि किनभने आर्थिक कुरा नै आउँछ मोबाइल भन्ने बित्तिकै होइन सस्तोमा कतिबाट सुरु हुन्छ मोबाइल फोन यहाँ किन्दाखेरि र महँगोमा चाहिँ कतिसम्मको फोन किन्न सकिन्छ यहाँ अहिले अनफर्चुनेटली कस्तो भन्छ मोबाइलको सबैको दामहरू बढेर ग्लोबल मार्केटमा एआईको सिस्टमले गर्दाखेरि रेटहरू सबैको बढिरहेको छ अब हामीले पहिला 14-15 हजारमा बेच्ने फोन चाहिँ अब अहिले लगभग 24-25 हजार भइसकेको छ र कम्पनीको अनुसार चाहिँ यो दसैँसम्ममा 24-25 हजार हुन्छ भन्ने लाग्छ अब अहिले रिसेन्टली हामीले पनि सबैको रेट बढिरहेको छ सबैको भइरहेको छ तर अहिले सबैभन्दा सस्तो हामीले रेडमीको F5 17 हजारदेखिबाट सुरु छ र यस्ता गर्ने फोनहरू भनेको म्याक्सिमम् 30 हजारभन्दा माथिको त्यो त ठिक छ होइन अब किस्ता बन्दी भन्ने बित्तिकै मान्छेलाई कोही